हेलो गाइज, के तपाईँलाई कहिले यस्तो लाग्छ कि तपाईँ दिनभरि धेरै काम गर्नुहुन्छ तर रिजल्ट चाहिँ त्यति राम्रो आउँदैन? हाम्रो धेरै जसो समय अननेसेसरी काममा खेर गइरहेको हुन्छ। आजको भिडियोमा हामी एउटा यस्तो पावरफुल कन्सेप्टको बारेमा कुरा गर्छौँ जसले तपाईँको लाइफ, करियर र मनीलाई हेर्ने नजरिया पुरै बदलिनेछ। त्यो हो द 80-20 प्रिन्सिपल, जसलाई रिचार्ड कोचले धेरै राम्रोसँग एक्सप्लेन गर्नुभएको छ। यो रुलले भन्छ कि तपाईँको 80% रिजल्ट्स मात्र 20% एफर्टबाट आउँछ। यो कसरी सम्भव छ हेरौँ है त। यो कथा सुरु हुन्छ 19th सेन्चुरीमा इटालियन इकोनोमिस्ट विल्फ्रेडो पारेटोबाट। उनले के देख्यो भने इटलीको 80% जग्गा मात्र 20% मानिसको हातमा थियो। पछि अरू फिल्डमा पनि यो चेक गर्दा उस्तै देखियो। तपाईँको कम्पनीको 80% प्रोफिट 20% कस्टमरबाट आउँछ। तपाईँ आफ्नो 80% समय आफ्नो वार्डरोबको 20% लुगामा बिताउनुहुन्छ। संसारको 80% वेल्थ 20% मानिससँग छ। रिचार्ड कोचले भन्नुहुन्छ कि यो कुनै कोइन्सिडेन्स होइन, यो युनिभर्सको एउटा प्याटर्न हो। हामी सबैले सोच्छौँ कि धेरै बिजी हुनु भनेको सफल हुनु हो, तर कोच भन्नुहुन्छ बिजी इज अ फर्म अफ लेजिनेस। हामी धेरै जस्तो ठुला लिस्ट बनाउँछौँ तर कामको कुरा गर्दैनौँ। अब तपाईँ आफ्नो लाइफमा हेर्नुहोस्, तपाईँको 10वटा काम मध्ये 2वटा काम यस्तो हुन्छ जसले तपाईँलाई रियल प्रोग्रेस दिन्छ। त्यो 20% काम के हो? यदि तपाईँ स्टुडेन्ट हो भने त्यो 20% च्याप्टर के हो जसले एक्जाममा 80% वेटेज राख्छ? यदि तपाईँ बिजनेसम्यान हो भने त्यो 20% प्रोडक्ट्स के हो जसले धेरै पैसा ल्याउँछ? त्यसलाई चिन्नु नै यो प्रिन्सिपलको पहिलो स्टेप हो। हाम्रो समयको सबैभन्दा ठुलो दुश्मन हो अनप्रोडक्टिभ वर्क। कोचले टाइम रिभोल्युसनको कुरा गर्नुभएको छ। उनी भन्नुहुन्छ हामी समयलाई म्यानेज गर्नुभन्दा पनि समयलाई सिलेक्ट गर्नुपर्छ। यदि तपाईँ दिनभरि इमेल चेक गर्नुहुन्छ, मिटिङमा बस्नु तर मेन प्रोजेक्टमा काम गर्नुहुन्न भने तपाईँ 80% क्याटेगोरीमा पर्नुहुन्छ। रुल सिम्पल छ, त्यो 80% लो भ्यालु काममा आफ्नो एनर्जी वेस्ट नगर्नु, हाई भ्यालु 20%मा आफ्नो फुल एनर्जी लगाउनुहोस्। यो रुल पैसा र काममा मात्र लागु हुँदैन, यो तपाईँको पर्सनल लाइफमा पनि लागु हुन्छ। तपाईँको सर्कलमा 100 साथी होलान् तर तपाईँको 80% ह्याप्पिनेस मात्र 20% साथीहरूबाट आउँछ। हामी हाम्रो धेरै एनर्जी त्यो मान्छेहरूलाई इम्प्रेस गर्न लगाउँछौँ जो हाम्रो लाइफमा इम्पोर्टेन्ट छैन। कोचको एडभाइस सिम्पल छ, त्यो 20% मान्छेलाई चिन्नुहोस् जसले तपाईँलाई रियल ह्याप्पिनेस दिन्छन् अनि उनीहरूसँग क्वालिटी टाइम स्पेन्ड गर्नुहोस्। लाइफ सिम्पल हुन्छ। अन्त्यमा रिचार्ड कोचको मेसेज यही हो, लाइफ कम्प्लेक्स छैन, हामी आफैले बनाएको हो। धेरै काम गर्नु ठुलो कुरा होइन, सही काम गर्नु ठुलो कुरा हो। आजै आफ्नो लाइफ एनालाइज गर्नुहोस्। तपाईँको कस्तो 20% ह्याबिटले तपाईँलाई 80% प्रब्लम दिइरहेछ, त्यसलाई हटाउनुहोस्। तपाईँको कस्तो 20% एफर्टले तपाईँलाई 80% सक्सेस दिन्छ, त्यसलाई डबल गर्नुहोस्। यदि तपाईँलाई यो समरी मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोस् अनि तपाईँको त्यो 20% इम्पोर्टेन्ट साथीलाई सेयर गर्नुहोस्। सी यू इन द नेक्स्ट भिडियो।